यस्तो छ ला बममा चिप्ल्यो नि हेत्तेरिका यति राम्रो खेती हो माथि टुप्पोमा आउनु भयो यहाँ त हेर्नु बस्ती हेर न खाजा यो खायो भने त भोलि के होला हालत माथि जानुपर्ने यार है
चक्कर लाएर अब नआएर चट्ट रिटर्न ब्याक पुरै भ्यात्तै हो चट्ट झर्नामा अम्म धेरै पछि आयो जाडो भइयो के गर्नु र गाह्रो छ चिसो चिसो ठन्डा ठन्डा कुल कुल झर्नामा नुहाउनुलाई सुत्छु के गर्नु दुःख छ गाह्रो छ 1 घन्टा हिँड्यो घाममा अनि अहिले चाहिँ चिसो भएर जाडो घाम त अब मर्ने भयो चिसोले के गर्नु यस्तो सानसानो च्यात्त लगाएर यस्तो छ ला बम्मै चिप्ल्यो नि हेत्तेरिका ल यस्तो अब अझै यो पहाडे तराईको मान्छेलाई पहाडमा हिँड्न गाह्रो छ लम्मै चिप्लिन्छ त के भन्नु टेन्सन छ हिँड्न नजानुहोस् यो मैले मकै राख्नलाई त्यो बनाएको यो चाहिँ यसो मान्छेहरू आउने बस्ने त्यो चाहिँ यसो पाहाडको गाउँलेहरूले मकै सकै राख्ने पहाडको बिचमा दिमाग सड्केपछि यहाँ आउनुपर्छ के गर्ने आज अचानक आइयो अब यो मोटेले के गरे उल्कै उल्कामा जाम भनेपछि गरीमा झर्ना नुहाइयो तेरिका जाडो शरीरले चट्ट भारी यस्तो झाडी जम्मा हैट गाह्रो छ धेरै पछि हिँड्दा त खरा मनाउँदो रहेछ यार पारा के भन्नु धेरै पछि घुम्न आइयो झर्ना नुहाउनु गरीमा यस्तै हो झर्ना नुहाइन्छ के गर्नु र घरले प्याक हुन्छ यस्तो चरा ठुलो परेर यहीँ बिचमा आउँदा झर्नामा नुहाउनु भन्दा पसिनाले भयो सबै नुहाएर पसिनाले झान्छ आधी बाटोमा पसिनाले नुहाइयो उहाँ गएर झर्नामा नुहाइयो के गर्नु गाह्रो छ के भने जङ्गलमा हिँड्ने मान्छे त्यसलाई यसरी हिँड्ने के भएर डर सर मतलब हुँदैन यसो आयो सानो झम्म लगाएर सहर यस्तो झर्ना शीतल यस्तो दामी हो यो माथिपट्टि लगाउनुहोस् माथिपट्टि राम्रो छ सिस्नोलाई च्वास्स चलेर खप्दै बनाउँछ अनि 3-4 घन्टा सरर रसाइने हुन्छ र अति राम्रो खेती हो माथि टुप्पोमा आउनुभयो लैजानु बस्ती यस्तो मेन रोडबाट 1 घन्टाभित्र हिँडेर अनि यस्तो गाउँ छ यस्तो राम्रो मान्छे बस्ती के भन्ने एकदम माथि टपमा छ ल टपमा घर यो चाहिँ सबै सर्लकको खेती हो हुन्छ सर्लक लगाएर यो चाहिँ खेती हो कि जमिन हामीले कस्तो मजाको छ आउन लाग्यो तनाव छ्याउ
कस्तो भइरहेको छ अरू जनताहरू कहाँ गयो जङ्गलमा यसरी नै बोलाउने पानीमा छाप्ला रहेछ जनताहरू गल्ला यहाँ त्यस्तो मजाको घरै भन्छ बिल्डिङ ड्याममै लगाएर अनि के छ सर यस्तो बस्ती यस्तो माथि यस्तो राम्रो छ छप्लक पुरा चिप्ला माटोमा यस्तो भित्र ट्याक्क लाएर मकै खेती सर नमस्ते नमस्ते आज त ममा आउँदा चाहिँ गाँड फाट्यो ल यस्तो राम्रो बारी खेलाएर यो भित्र अनि यहाँ त खेती धान के सबै खेती हुन्छ गाई गाई बस्तु खेतीपानी मान्छेहरू शान्त ननस्टप पानीको टेन्सन छैन ए पोल अब बिजुली नै आउँछ बिजुलीको पोल ए पोल गाडी सिका बिजुली आउँला भनेर अनि त्यति भएपछि के यति भएपछि त सारा साइली भयो नि बस्ती यस्तो छ बस्ती ननस्टप पानी है सारा चला पहाडतिर यस्तो घाँस तर बाली नाली चुवाचे ठाउँ पनि व्यवस्था रहेछ मेमोरी ब्लग त्यही मिलाएर चप्प आमामा ए पहाडै पहाड ए त्यो त डेन्जर छ सट्टै हिमाल
यो सिस्नु गाडी सर अब टक्कलाई अघि उकालो चढ्यो अब ओह्रालो झर्नलाई एकैछिनमा हो नेचरल लभरलाई नत्र बुझ्छ ट्याक 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 सर यही चढ्नलाई गाँडा फाटेर स्या ट्याक ट्याक धेरै पछि हिँडेपछि यस्तै हुँदो रहेछ बिहान बिहान चट्ट मर्निङ वाक हिँड्नु गर्नु भयो के गर्नु गाह्रो छ जिन्दगी सिस्नु सर सिस्नु भारतीय जनता पार्टी पछाडि नै चट्ट भएर ल सारा यस्तो ठाउँमा यहाँनिर यस्तो ठाउँमा आउने बिल्डिङ हुँदैन कति राम्रो जग्गा सारा शान्त एकान्त आनन्द झिल लयन यहाँ मजाहरू घर है लयन जनताहरू आउँदैछन् लयन यस्तो राम्रो यहाँ सबै यो भिड अनि यो त खेती हो सबै टक्क प्लटबाट बनाएर खेती चट्ट लाएर बास गऱ्यो हो सबैलाई लयन पहाडको अब बस्ती एरिया यस्तो अब यहाँको मान्छेहरू घाँसहरू गर्ने हप्तामा एकचोटि तल बजार जाने अनि हप्ताभरि सामानहरू ल्याउने बस्ने आनन्द घर के गएको छैन त्यो ढुङ्गा लगाउनु खोला कतिवटा पानी जुत्तामा स्वामी बेसिसक्यो रातखोत भइसक्यो जुत्ता छिया भइसक्यो चट्ट घर छ बस्ती जनताहरू आउँछ मोटे हेरेर हिँड्न नसकेर अब बाबु नानीहरू अन्त मकै खेती आहा यो अन्त नि यस्तो भित्र अनि मकै खेती गरेँ अनि त्यसपछि मकै फलिसकेपछि मकै सर्नको लागि तल बजारतिर लिएर गयो बेच्यो अनि त्यही अनुसार सरसामान ल्यायो एकदम टिपिकल तरिकाले एकदम पहिलाको ट्रेडिसनल तरिका जुन तरिका छ पहाडतिर बस्ने त्यही अनुसार बादल पारीको देश हेलो फ्रेन्ड्स आजको ट्रिप शक्तिखर लास्ट पोइन्ट बाइक त्यहाँ पार्किङ गरेर हामी चाहिँ यहाँ हिँड्दै अब टक्क लाएर चलाएको पुल हाम्रो जनताहरू बढ्यो शान्ति झरना कङ्काल नगरपालिका अब यहाँबाट हिँड्दै 1 घन्टा कतिको फास्ट हिँड्ने हो यार पहिला हामी आउँदा त यस्तो गोरेटो बाटो थियो अहिले त पुरै गाडी ट्र्याक्टर हिँड्ने बाटो बाइक हिँड्ने बाटो सर सबै रहेछ अन्त माथिसम्म छ क्या गर्नु घर मस्त यस्तो डाँडामा यस्तो बवाल घर छ
सक्दै खर्को झर्नाको चिसो पानी हो बाटो पुटोमा पनि घर डाँडा चाहिँ डाँडा गाडेको घर सबै देखाउँछु म आज यस्तो डाँडामा पनि खेतीपाती छ यार वाउ यस्तो डाँडा गाडामा नि पुरै तार बिजुलीको बत्ती हो डाँडा उतापट्टि गाउँ छ भन्ने सुने ठुलो गाउँ है बाइक हिँडिरहेको कि पहिला त बाइक आउँदैन अहिले बाइक हेर्नु शौचालय बनाइदिएको घर ए हो यस्तो डाँडा गाडामा यस्तो घर छ कसले बनाएर छोड्दैछ मस्तो लाग्यो यस्तो बाइक आउने ठाउँ यार वाह यो अन्त पहिला हामी यहाँनिर खेल्थ्यो अहिले चाहिँ हो जङ्गलको बिचमा चारैतिर जङ्गल यता खोला बोकेर यस्तो ठाउँमा घर मकैबारी खाएर खै वाइट आई थिंक खै जुम गरौँ न क्या गुफा स्पेसल गुफा ऊ यहीँ नुहाउनु पर्ला जस्तो चाहिँ बसेर ओ बल्ल सिँढिया ओ गोरटो बाटो खै पुगे जस्तो हो
1 घन्टा हिँडाइमा बल्ल सक्ति खरायो झर्ना ओ पुल होइन पुलमा पानी ए थके माने चौतारो आयो बल्ल ओ माई गड ओ यहीँ छ यहाँ पनि छ धारा ए पानी खाने हो क्या होजी सर कल बोतल छैन मसँग यही हो झर्ना हो आउनु त आयो यो निकाल्नु हुन्न क्या मर्छ कि क्या हो यताबाट पनि झर्ना